यसरी हाल्यो भने मासु साह्रो हुन्छ कि ब्रोइलरको मासु। अर्को पड्क्यो। यता पनि मासु पनि पड्किँदैछ। यसलाई म अलि लो हिट गर्छु। साथीहरू आज विश्व मोटु दिवस रे रेडियोमा पनि आउँदै सुझावहरू दिइराखेको छ दसैँ राम्रोसँग मनाउनु। हेलो सम्पूर्ण दर्शकवृन्दमा नमस्कार। म कल्पना राणा। सम्पूर्णजनालाई स्वागत छ मेरो किचन भ्लगमा। आजको यो सुनौलो दिन सुनौलो बिहानीबाट हजुरहरूलाई मेरो घरको पछाडि भिडियोबाट सुरुवात गर्दैछु। साथीहरू हेरेर साथ दिनुहोला भिडियोमा। अनि भन्दै आजको मेरो किचन भ्लग म यो मेरो घरको पछाडिबाट सुरु गर्दैछु। साथीहरू हेर्नुस् त, हेर्दा हेर्दै दिन जान्छ, महिना बित्छ अनि फेरि 2082 सालको दसैँ पनि आइसक्यो। साथीहरू मेरो किचन भ्लगमा के देखाउन छु भने सदा जस्तै नर्मल खाना बनाउने। अनि आज फेरि साथीहरू मेरो दिदीको सासुआमा आउँदै हुनुहुन्छ गाउँबाट बिरामी भएर साथीहरू। अनि निमालाई ग्यास्ट्रिकको प्रब्लम भएको कारणले म खानामा अब यो दाल मुस्रोको दाल मात्रै बनाउनु खानुहुन्छ अरे। त्यही भएर मैले आज मासको दाल मिसाउँदिनँ। फेरि ग्यास्ट्रिकले यहीँ गैरापाटनको फिस्टल हस्पिटलमा चेकअप गर्ने अरे बाबुले लिएर आउँदैछ दिदीको छोराले। यो दसैँ पनि एकदमै नरमाइलो लाग्छ किनभने नि साथीहरू त्यतिखेर तर मेरो घरमा चाहिँ मेरो आमा एकदमै बिरामी हुनुभएको थियो। दसैँको ठ्याक्कै फुलपातीको दिनै बित्नुभयो। त्यही भएर साथीहरू दसैँ आउँदा पनि एकदमै नरमाइलो लाग्छ। त्यही दिनको याद, त्यही दिनको सम्झना हुन्छ। त्यस्तो दुःख घटना घटेको थियो। दाल बनाउँदैछु साथीहरू। मैले यो ग्यास त एकदम हिजोदेखि नै यसरी अन गरेर राखेको रहेछ है। कस्तो थाहा पाएन होला, रातभरि यसरी अन राखेको रहेछु कि मैले त। दिदी इलाङ ग्यास नमुनि र ग्यास नमुनि टिसिनी देखुन ग्यास अनले सता इलाइछ नाकी गन्धन माराल मम्मी नै खोल्नु भेट नाइला दाल भात दिनु ग्यास जुर्छ र ग्यास त अन ल्याउँछ। के आज इस कारण चाहिँ नि कारण पट्यौं ग्यास आसेले चुला टिसिनी बन्छ जानु ने के सडी छ सफा जान्न गाल सर क्या। माय गॉड हिजो अफ गरे जस्तै लागे थियो। कसरी ग्यास अन भयो त? मलाई फेरि यस्तो समस्या छ कि मेरो नाकमा त्यति छिटो गन्ध आउँदैन। पिनास भएको हो कि के हो, त्यही भएर केही थाहै पाएन गन्ध आएको नि। कसैले केही भनेन ग्यास गन्ध छ भन्ने भनेन। बिहानदेखि छोराछोरी यहीँ डुलिरहेको थियो। बर्बाद भयो नि यति रातभरि। यति ठुलो चाहिँ ग्यास हो चाहिँ कस्तो याद नगर्यो होला। यो गोलबाट आफ्नै बारीको साथीहरू बोडी यसपालि पानी धेरै परेर बोडी पनि राम्रो भएन। गोलबडा पनि धेरै महँगो भएको छ बजारमा। अब लोकल गोलबडा आफ्नै बारीको गोलबडा के अरे अलिअलि
थोरै हाल्दै खाँदै फेरि यो सानो मसिनो गोलबाट फेरि धेरै खानु नि हुँदैन ढाड घुँडा दुख्ने प्रब्लम हुन्छ धेरै अमिलो हुन्छ नि त त्यही भएर के गड मैले त यो ग्यास त कस्तो यादै गरेन हो प्रभु तरकारी आजलाई यही हो साथीहरु आज खाना धेरैजनालाई पकाउनु पर्छ सो म ठुलो कुकरमा प्रेसर कुकरमा भात पकाउनको लागि ठुलो कुकर सफा गर्दै छु साथीहरु भन्नु होला भात पकाउँदा किचनमा भात पकाउँदा आफ्नो नर्मल खाना बनाउँदा नि के भिडियो गर्नु पर्यो भनेर सोच्नुहुन्छ होला तर पनि यस्तै हुँदो रहेछ साथीहरु आफ्नो जुन यो भिडियो बनाएर हैन साथीहरुमा यसरी शेयर गर्नु भनेको एउटा लट पनि हुँदो रहेछ मलाई चाहिँ यो बानी परिसकेको छ साथीहरु आफ्नो घरमा के बन्छ के बनाउँछ कसरी बनाउँछ देखाउन मन लागिरहेछ है त्यही भएर साथीहरु कहिलेकाहीँ त यसरी मजाले भिडियो बनाएर हैन साथीहरुसँग यसरी रमाइलो कुराकानी गफगाफ गरे जस्तै लाग्छ यसरी भिडियो बनाएर शेयर गर्न मन लाग्छ साथीहरु अब दशैं पनि आइसकेको छ सबैको घर आँगनमा सबैजना टडक भडकमा हैन सचेत रहेर एउटा हिन्दू धर्म दशैं मनाउनु होला भनेर म सल्लाह दिन चाहन्छु साथीहरु अब यस्तो पनि छ साथीहरु मानिसको जीवनमा हरेक किसिमको समस्याहरू उडटफेडाटहरू आइपरेको हुन्छ कसैको घरमा दशैंको माहौलले रमाइलो भइरहेको छ होला कसैको घरमा दुःखहरू कष्टहरू घटनाहरू भइरहेको छ होला यस्तै हो 24 वर्ष अगाडि मेरो घरमा पनि मेरो आमा बितेर हाम्रो घर पनि त्यस्तै भएको थियो भाइ बहिनी सानो सानो एकदमै आमाको याद आउँछ म अब यसमा भात बसाल्दै छु साथीहरु साथीहरु तरकारी अब यो गाउँबाट आएको तरकारी थियो मैले यसरी गाउँमा के घरबाट पठाइदिनु भएको आफ्नै बारीको तरकारी अनि अहिले चाहिँ यो बनाउनु पर्यो है आजको फ्रेस चाहिँ फेरि डिसमा हालेर राख्ने छु म यो चाहिँ अलिक धेरै दिन यसरी प्लास्टिकमा हालेर राखेपछि त्यसको होल पनि हुँदैन साथीहरु तपाईहरुले यस्तै गरेर राख्नु होला यदि यसरी राख्नु भएको छैन भने किनभने यसरी प्लास्टिकमा हालेर तरकारीहरु हामीले राख्यो भने फ्रिज पनि हुँदैन तरकारी पनि धेरै दिनसम्म बस्छ आज चाहिँ मैले यो हिजो यो अस्ति टिपेको आफ्नो यो पनि अस्ति टिपेको यो हिँडेको बोडी हो यही बारीमा टिपेको टिप्ने थिएन आज बोडी फेरि छिप्पिन लागेछ भनेर टिपिहाल्यो पनि गाउँबाटै पठाइदिएको खोर्सानी दुखाउनु कि यो ठुलो भएछ
मेरो यो छिल्का हाल्ने बाटी कहाँ लगेछ? एक थरी यो हुन्छ आलु बोडी घेराउला, एक थरी मासु ल्याएर सादा तरकारी पकाउँछु, अनि पिना र गोलभेडाको चटनी बनाइदिन्छु। साथीहरू आज विश्व मुटु दिवस रे रेडियोमा पनि आउँदै सुझावहरू दिइराखेको छ। दसैँ राम्रोसँग मनाउनु रे, सडक तरिकाले होइन, एकदम मुटुलाई सुरक्षा राखी आफ्नो स्वास्थ्यलाई मध्यनजर गरी मनाउने रे दसैँ। कस्तो राम्रो रहेछ बोडी त। यो त अहिले यहाँ 200 रुपियाँ केजी छ साथीहरू। पाइसके जस्तो छ त साथीहरू। मासु पकाउनलाई यता नयाँ मासु फ्राई गर्छु, त्यसपछि ग्रेभी बनाउनु पर्ला। तेल धेरै राख्नु पर्दैन के, तेल मैले तर अहिले तरकारी पकाउनु पनि यसमै मिल्छ। पोल्यो तेलको छिटाले हेर्दै जानु होला साथीहरू। अब यसको लास्टमा मासु कस्तो बन्छ है। हाल्दैछु मैले अमिलो, यसरी हाल्यो भने मासु साह्रो हुन्छ कि ब्रोइलरको मासु पकाउने। यो पानी निस्किएको छ, यो पानी सुकेपछि यो डिप फ्राई गर्छु म यहाँ। साथीहरू टमाटर एकदमै महँगो भएको छ। ल बाबुलाई किनेर ल्याउनु पठाएको। टमाटर चाहिँ बासी साजी मिसाएर पठाएको रहेछ। कति चन्डाल चलाक हुन्छन् के व्यापारीहरू पनि है। कोही साजी छ, कोही बासी छ, सबै यो अलिक बिग्रेर लागेको जस्तो छ। यो चाहिँ अहिले पकाउनु पर्ला। अरू हुन त यो घरको यो लोकल टमाटरले नि चल्थ्यो, यो फेरि ग्रेभी बन्दैन नि त साथीहरू, अमिलो टेस्ट मात्रै आउँछ। अमिलो ग्रेभी, मासुलाई ग्रेभी चाहियो, त्यही भएर हल्का यो टमाटर हालेको मिठो हुन्छ नि त। यो पनि मिठो हुन्छ, तर पनि यसले अमिलो मात्रै बनाउँछ कि त्यसै। दाललाई यहाँ राखेर मासुलाई उतापट्टि राख्छु।
बढाउनु पर्यो ठुलो बनाएर मासु पाक्ने गर्छ। म यहाँ तरकारी पकाउँदै गर्छु। तरकारी पकाउनलाई जिरा पुऱ्याउँदैछु, 5 कुरा मेथी मसला मुङ्ग्रेलो सबै। पड्क्यो साथीहरु, मैले तरकारीमा प्याज पहिला पुऱ्याएन। अब यता पनि मासु पनि पड्किँदैछ। यसलाई म अलि लो हिट गर्छु अनि यसलाई पनि म लो हिट गरेर अब मासु पड्किरहेछ त। म यहाँ तरकारीमा मैले चाहिँ चक्कले खाने गर्दछु। खुर्सानी चाहिँ तरकारी बेसी पिरो हुन्छ कि 3टा मात्रै राखेँ ल। अब यसलाई जिरा धनियाको धुलो पनि दिन्छु। यो पाक्दै गर्छु। चुलो सार्छु किनभने यता तरकारी उताको चुलोमा तरकारी पाक्दै गर्छ, यताको चुलोमा मासु पाक्दै गर्छ। यसरी अब तरकारी चाहिँ बिस्तारै पकाउनु। गर्नु चाहिएको छ। तिमी कहाँ हो र? कति लाको? ए बिर्सेको मैले। म यो फ्राई भइसकेको छ। अब यो मासुलाई मैले तरकारीमा टमाटर तरकारीबाट पानी निस्किरहेको छ साथीहरु, त्यही भएर म यसलाई अब ढक्कन लाउँदिनँ। यसरी राखेपछि टमाटर पनि भित्रै पाक्छ। मासुको लागि तेललाई यति धेरै राख्दिनँ। अब यो तेल नफुरिदासम्म म प्याज काट्छु, टमाटर काट्छु, मसला पिन्छु, अदुवा लसुन राखेपछि जति बेला
साथीहरु लसुन यसरी छिल्कायो भने सजिलो हुन्छ यसरी सबै चिरेर साथीहरु मैले सिलौटामा खुर्सानी पिन्दिनँ किनभने एकदमै पिरो हुन्छ के मलाई पिरो भनेपछि एकदमै डर लाग्छ सिलौटामा खुर्सानी बनायो भने मसिनहरु पिन्यो भने राम्रो त हुन्छ तर पनि एकदमै हात पोलेर है एकदमै गाह्रो हुन्छ के पिरो भएर त्यही भएर म सिलौटामा लसुन र अदुवा जिरा र धनिया मात्र बनाउँछु खुर्सानी चाहिँ म छुट्टै राख्छु साथीहरु यहाँ तरकारी पनि अब लगभग पाके जस्तो छ मैले अघि भित्र राखेको टमाटर यसरी थिच्ने हो त्यसपछि टमाटर सबै मिसिन्छ खुर्सानी पनि थिच्ने हो सबै खुर्सानी टमाटर मिसियो साथै तरकारी पाक्यो अब साथीहरु तरकारी पाक्यो अब म प्याज काट्छु मासुमा हाल्ने प्याज चाहिँ क्यों लाको अन्त मेरो चार्ज गरिरहेछ पाकिहाल्यो त अब पाकेन त केही हाले छैन मैले भिडियो बनाएर चाहिँ प्रमोदले मासु झिक्न लाग्यो है त साथीहरु मासु यसको आँखा लागिहाल्यो यहाँ फ्राई गरेर राखेको त खान्न के पाकेकै छैन भनेछु झन् केही पनि हाल्नु छैन त्यहाँ के अरे रमेश दाइलाई के अरे सिरिजदान त नि लिन जाने भन्दै थियो त फेरि ट्याक्सी भन्यो बजेहरूलाई भोक लाग्यो ल खानु त्यो उस मात्र बनाउनु चटनी बनाउनै छ है साथीहरु यसरी यो मसिनो काटेर म हाल्छु साथीहरु प्याज पनि रातो रातो भयो अब म यसमा अलि मैले काटेको यो टमाटर राख्छु
लसुन धनियाँ प्याजको पेस्ट लसुन र अदरक पेस्ट अघि बनाएको यो मासु बनाएको छु। साथै तेल एकदमै सुक्खा छ है। यसरी बनायो भने तेल धेरै लाग्दैन। चटनी बनाउनलाई यो टमाटर यहाँ उसिन्दैछु। बनाउँदैछु अब चटनी बनाउनलाई। टमाटर पाक्यो है साथीहरू। यसरी घोप्ट्याएको मैले। कति गेम गर्यो आज? कति गेम गर्यो? सुइस दाइ र बजाउनु भएको छ अरे क्या अहिले रोमन अङ्कल। के बनाएको? सबैलाई। तिमी खान्छन्? खाने हो? भात दाल। बिरयानी बनाएन? बिरयानी बनाएन। आउँदै हुनुहुन्छ गएर दीर्घमामा लिन जानुभएको छ क्या ठुलमा के अरे दाइ र बजेलाई। स्कुटरमा सिटी दाइ। यसलाई म मुछिनुपर्छ है।
म यो यहाँ सार्छु अलिकति थोरै तेल छ नि त यो तेललाई पनि म दालमा दाल झाल्ने कि यसमा दाल त जस्तो भयो स्वादिष्ट, so delicious.